What's up gang? Welcome back भन्नुपर्छ कि क्या हो Welcome back from the मेरो गाउँ गाजा दखेडा अब यहाँ जयकारा लगा महिमाको बारेमा ट्याक्क राखेपछि अर्को सालबाट हाम्रो चाहिँ यहाँ सुरु भइसकेको छ सामनेका भगवानको जय भगवानको जय देवताको जय रुद्रतालको जय महेश्वर भगवानको जय बाला चतुर्दशी महिमा वर्णनको जय शाम शिव भगवानको जय सिंह भगवानको जय वराह भगवानको जय आदरणीय श्रद्धालु भक्त भागवतहरू यो परम पवित्र पावन क्षेत्र बराह क्षेत्र सिद्ध बराहको मन्दिर अत्यन्त चाहिँ दिव्य रहेको छ
र यहाँ आजबाट हामीले यो सतपीठ छर्ने कार्यको शुभारम्भ गर्दैछौँ र यो शिव कथासँग जोडिएको यो क्षेत्र हो र यो रुद्रताल भनिन्छ जहाँ शिवजीले त्रिशूल प्रहार गरेर ताल निस्केको हुन्। माता पार्वतीलाई यो गाजाको धुरी माथि देखाइदिनु भएको छ है, यो गाजाको धुरी हो। त्यहाँ बसेर माता पार्वतीले यता हेर्दै भन्नुभएछ, प्यास लाग्यो प्रभु यो नौलो ठाउँमा कसरी मैले पानी खाने भन्दा त्यहाँबाट शिवजीले भर्खर यहाँ तोरण टार्न हो र माता पार्वतीले पानी खाने तोरण तारेर अब चाहिँ सटोबिउ छरेपछि अनि नौला गाउँ हो र अत्यन्त रहस्यमय छ। यहाँ चाहिँ कतैबाट मूल देख्न सक्नुहुन्न, तर यो पानी अत्यन्त गहिरो, कति मिटर छ 11 मिटर पानी छ, गहिरो पानी अनि अत्यन्त निलो। र यहाँको अर्को रहस्य के छ, एकदमै शक्ति रहेको छ। र यहाँ आजसम्म यहाँ हाम्रो व्यवस्थापन समितिको अध्यक्षज्यूले यहाँ कृष्णज्यूले पनि भन्नुभयो, सबैले भन्नुभयो यहाँ ड्रोनले त्यहाँ खिच्न जाँदाखेरि त्यहाँ डुब्छ अरे। 4-5 वटा ड्रोन डुबिसक्यो। चियाको तस्बिर लिँदाखेरि त्यहाँ हरेर डुब्ने, त्यहाँ पहिले मान्छे पनि त्यहाँ जाँदाखेरि त्यो चाहिँ सम्बन्धित क्षेत्रमा जाँदा अलिकति मान्छे पनि डुबेको होइन, डुबेर चाहिँ त्यो मान्छे ननिस्केको, त्यस्तो पनि चाहिँ यहाँको रहस्य छ, शक्ति रहेको छ। त्यसै कारण चाहिँ यो अत्यन्त दिव्य शक्ति छ। यहाँ एकदमै महसुस यहाँ आएर आउनुभयो एकचोटि र यहाँ घुम्नुभयो भने अत्यन्त नौलो प्रकारको चाहिँ महसुस हुन्छ। एकदमै त्यस्तो प्रकारको चाहिँ शक्ति रहेको ठाउँ छ, एकदम शक्तिको महसुस हजुरहरूलाई पनि हुन्छ। र शिवपुराण अनुसार यस्ता क्षेत्रमा यो आजको परम पावन बाल चतुर्दशीको दिन सतपीठ छर्ने यो शिव क्षेत्रमा र सतपीठ छर्नु अनि शिवजीको दर्शन गर्नुको ठुलो महत्त्व छ। र यो रुद्रताल पनि रहेका छन् र हामीले आजबाट यो रुद्रतालको वरिपरि सतपीठ छर्ने र भव्य मेला उत्सव गर्दै यस पर्वलाई हामीले चाहिँ सार्थकता दिनेछौँ र शास्त्र सम्मत हामीले यो कार्यको शुभारम्भ गर्दैछौँ। त्यसै कारण सबै भक्तहरू अब अहिले हामीले शुभारम्भ गऱ्यौँ र अहिले जो आउनु भ्याउनु भएको छैन सम्पूर्ण देशवासी सम्पूर्णलाई बाला चतुर्दशीको दिन यहाँ गाजाको दहमा आएर सतपीठ छर्ने कार्य गर्नुभयो भने सरिक भई सरिक हुनु होला। र यहाँ हाम्रो समितिले, मन्दिर समितिले, गाजाको व्यवस्थापन समितिले त्यो दिन आउने भक्तजनहरूलाई टाढाबाट आउनुपर्ने, यहाँ अलिकति चाहिँ उचाइमा पनि छ, यसै पनि भोक धेरै लाग्छ यहाँ। र सात्विक भोजनको पनि व्यवस्था हामी गर्छौँ प्रत्येक वर्ष भन्नुभएको छ। र यहाँ वैकुण्ठ चतुर्दशीमा पनि भव्य मेला लाग्छ हाम्रो, सबै चाहिँ पाल्नु होला। र यो हाम्रो बाला चतुर्दशीमा पनि भव्य मेला लाग्दछ। र यहाँ अत्यन्त चाहिँ पुण्य रहेछ। हजुरहरूलाई कैलाश मानसरोवरमा आएको चाहिँ हजुरहरूलाई महसुस हुन्छ। र यो कालन्जर क्षेत्र पनि वास्तविकमा शिवजीको वासस्थान नै यही क्षेत्र हो, कालन्जर क्षेत्र। यहाँबाट लिएर हम्पाल जलजला लेकसम्म यो क्षेत्र कालन्जर क्षेत्र हो, जहाँ चाहिँ शिवजीको वासस्थान हो र यसलाई चाहिँ कैलाश भनिन्छ। र वास्तवमा शिवपुराणमा वर्णन गरिएको कालन्जर पर्वत यही हो र यो हिमवत खण्ड हो, वरिपरि हिमाल देखिने। हाम्रो शास्त्र सम्मत पनि छ, शिवपुराणमा जे बताइएको छ त्यो सम्पूर्ण कहानी, त्यहाँको चाहिँ सम्पूर्ण वातावरण, त्यहाँको चाहिँ प्रकृति सबै हाम्रो यो कालन्जर क्षेत्र, यो गाजादह, रुद्रताल, जलजला, हम्पाल यी क्षेत्रहरूमा चाहिँ देख्न पाइने भएको हुनाले अब हामीले यहाँको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै र यहाँको धार्मिक शक्तिलाई महसुस गर्दै सबैको कल्याणको लागि आज बाला चतुर्दशीको दिन यो सतपीठ छर्ने कार्यको शुभारम्भ गर्दैछौँ। र हाम्रो यस कार्यले शुभ होस्, यस देशवासी विश्वमा शान्ति होस्, देशमा शान्ति होस् र भगवान श्री भोलेनाथको, श्री वराह भगवान, सिद्ध वराह भगवानको आशीर्वाद सबैमा लागोस् र सबै शुभ होस्, कल्याण होस्, जय होस्। पारी पठाइयो मान्छे ल अलि बल्ल बल्ल पारी गर्नु पर्यो। यहाँ फुकान राम्रोसँग फुकाम है। यो गाठामा पर्छ है, गाठामा पर्छ।
उता ओइ घरमा उता लैजा है तोरण उता यो तोरणमा नछोइ उता लैजा उता 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 लैजा उता सन्चो यता यता देउनु भाइ एक पेरा यता फर्काउनु हजुर खै ए यो उस त्यो कीर्तिलाई सम्झेर खै
र यति नै थियो यहाँको भिडियो भनौँ न। थ्याङ्क्स फर वाचिङ भनिदिएर भइसक्यो। त्यही नै हो हल्का यहाँ गाउँको यो सट्टा लगाएको पूजा सुजा त्यही नै हो ब्लग। अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ।